ल है साथीहरु सबलाई नमस्कार छ। आज मलाई एउटा सानो रमाइलोको लागि सानोमा मम्मीले सुनाएको एउटा कथा याद आयो। त्यो कथा चाहिँ तपाईहरुलाई सुनाउन गइरहेको छु। त्यो चाहिँ पुरा सुन्नु होला है, कस्तो लाग्छ प्रतिक्रिया दिनु होला। मम्मीले सुनाएको कथा थियो, एका गाउँमा दुईटा बुढाबुढी बस्थे र त्यहाँ चाहिँ दुईटा बुढाबुढीको एउटा छोरी चाहिँ बिहा गरेर अर्को गाउँमा गएको रहेछ। अनि बुढाले चाहिँ अब म छोरीलाई भेट्न जान्छु, बुढी मलाई छोरीको माया लाग्यो भनेर भेट्न गइसकेपछि अनि छोरीले चाहिँ त्यो आफ्नो अब स्वागतको लागि बुवा आउनुभयो भनेर त्यो फुरौला भन्ने पकाएर खुवाएको रहेछ। अनि बुढालाई चाहिँ त्यो फुरौला साह्रै मन परेछ। अनि अब घर मनमा नै सोचेछ, अब घर गएर बुढीलाई चाहिँ यो फुरौला पकाइदिए बुढी भन्छु भनेर गएछ। घर जाँदाखेरि बाटोमा फुरौला अब नाम बिर्सिन्छु भनेर फुरौला भनेर गए रहेछ। त्यहाँ अब बाटोमा ठेस लागेर बट्टा चाहिँ बिर्सेर उफ्रौला भएछ के। अनि उफ्रौला भन्दा गएछन् र त्यहाँबाट फेरि ठेस लागेछ र पछि त नामसाम बिर्सेर अब यत्रो खाएको डल्लो भनेर यत्रो भनेर याद गरेर गए रहेछन्। त्यसपछि त्यो याद गर्दै घर पुगेपछि बुढी मलाई त छोरीले यत्रो डल्ला पकाएर खुवायो, मलाई चाहिँ त्यो साह्रै मन पर्यो, त्यस्तै बनाइदिनु पर्छ है भन्दाखेरि अनि बुढीले के हो यत्रो भनेर सोद्धाखेरि यत्रो डल्ला भनेर बिर्सिएर बड्डा चाहिँ यत्रो मात्र भन्ने। अनि बुढीले चाहिँ रिस उठेर लट्ठीले टाउकोमा हिर्काएछन् बुढाको। हिर्काउँदाखेरि अनि हे यो बुढीले त मेरो फुरौला उठाइदियो टाउकोमा भनेर भन्दाखेरि पछि बुढालाई फेरि याद आएछ के, फुरौला भन्ने खुवाएको हो छोरीले चाहिँ, त्यो फुरौला पकाएर खानुपर्छ भनिसकेपछि अनि बुढी चाहिँले अनि अघिदेखि नै फुरौला भनेको भयो, अहिले टाउकोमा त्यत्रो चोट लाग्थ्यो भनेर अनि बुढीले डाँट्छिन् अनि पकाएर खुवाउँछिन्। त्यसरी नै बुढाबुढीको झगडा मा मिलन हुन्छ। यस्तै थियो है हाम्रो सानोमा सुनाउने कथा मम्मीले। तपाईहरुलाई कस्तो लाग्यो भन्नु होला है गाइज।